आज राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले विभिन्न राजनैतिक दल र नयाँ शक्तिहरूसँग बृहत एकता र सहकार्यको लागि निर्णायक संवाद गर्दैछ। यो संवाद देशमा अग्रगामी सुधारको साझा बुझाइ, लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रियताको प्रबन्धमा केन्द्रित हुनेछ। पार्टीका उच्च सांसद समिति संयोजक स्वर्णिम वाग्लेका अनुसार आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी रणनीतिक साझेदारीको सम्भावना पनि खोजिँदैछ। नक्कु कारागारमा रहेका राष्ट्रपाका सभापति रवि लामिछानेले दिएको 4 बुँदे सन्देशले यो संवादलाई थप महत्त्व दिएको छ। उनले पछिल्लो जनमतको आधारमा चौथो शक्तिको रूपमा रासपालाई वैकल्पिक र परिवर्तनकारी शक्तिहरूलाई एकीकृत गर्ने जिम्मेवारी रहेको बताएका छन्। यसको लागि रासपाले आवश्यकता अनुसार नेतृत्व र त्याग दुवै गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। लामिछानेले आफूमाथि अघिल्लो सरकारले राजनीतिक प्रतिशोधमा मुद्दा लगाएको आरोप लगाउँदै वर्तमान सुशीलाकार नेतृत्वको सरकारबाट फेभर नभई न्यायको माग पनि गरेका छन्। उनले आफ्नो गिरफ्तारीलाई राजनीतिकरणको रूपमा हेरेको र सरकारबाट मुद्दामाथि पुनरावलोकन वा सकारात्मक कदमको अपेक्षा राखेको देखिन्छ। बिगो रकम बुझाएर बाहिरै बसेर मुद्दाको पूर्वपक्ष गर्न पाउनुपर्छ भन्ने उच्च अदालतमा दिएको उनको रिटको पेशी भने सरेको छ। रवि लामिछानेले रासपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउने दीर्घकालीन लक्ष्य राखेको बताइएको छ। उनको भनाइ छ कि खराब परिस्थिति आए पनि पार्टीलाई नम्बर 1 शक्ति बनाउने दृढतामा कुनै कमजोरी आउन दिइने छैन। रासपाले तत्कालको फाइदाका लागि कुनै सम्झौता नगरी देशको नेतृत्व गर्न सक्ने गरी बलियो बन्ने लक्ष्य लिएको छ। रासपाका महामन्त्री कविन्द्र बुलाकोटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङ सहित परिवर्तनका पक्षहरूसँग वैचारिक छलफल भइरहेको जानकारी पनि दिएका छन्। बालेन शाहले भने रवि लामिछानेको स्थानमा कुलमान घिसिङलाई अगाडि सारेर निर्वाचनमा गए भने समर्थन रहने जनाएका छन्। बालेनले नयाँ पार्टी खोल्ने तयारीमा रहेका सुमना श्रेष्ठ लगायतलाई पनि समर्थन गरिरहेको बुझिन्छ। लामिछानेले बालेन आफै नेतृत्व गर्न आए सभापति पद छोड्न तयार रहेको तर बाहिरबाट कोही ल्याउन नसकिने संकेत गरेका छन्। रासपाको यो निर्णायक संवादले वैकल्पिक शक्तिहरूको एकतामा कस्तो मोड लिन्छ भन्नेमा अब सबैको ध्यान केन्द्रित रहेको छ। तपाईको विचारमा रासपाले एकताका लागि कस्तो त्याग गर्नु पर्ला? कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। हामी थप अपडेट लिएर आउने नै छौं। धन्यवाद।